पातीखोरेमा एउटा अनुसन्धान अथवा अब फार्मिङ भनौँ न हैन 3000 बोट चाहिँ मैले उन्नत जातको भेराइटीहरू कलेक्सन गरेर रोपेको छु। त्यसमध्येमा अब यो चाहिँ तपाईको यो अमेरिका, इटली, न्युजिल्यान्ड, जापानतिरको अहिलेसम्मको अब सबभन्दा हाइब्रिड उन्नत उत्पादनको हिसाबले किसानलाई छिटै उत्पादन दिने अनि अधिकतम उत्पादन दिने र अब स्वादको, रङ र आकारको हिसाबले पनि एकदम राम्रो मध्येको। अब कुनै भेराइटी चाहिँ जस्तै तपाईको इटली, युके, न्युजिल्यान्डतिरको भेराइटी यहाँको वातावरण, यहाँको उचाइमा सुटेबल हुँदैन। त्यो भएर हाम्रो जस्तै इटलीबाट आउने M9 को भेराइटीहरू हाम्रो पहाडमा म्यानेजमेन्ट प्रपर गर्न नसकेर प्रायःजसो फेल छ। तर मैले चाहिँ के गरेँ भन्दाखेरि